दर्शक महानुभाव नमस्कार, तपाईहरुलाई स्वागत छ हाम्रो च्यानल नयाँ संचारमा। यदि तपाईहरुले अहिलेसम्म हाम्रो च्यानललाई सब्स्क्राइब गर्नु भएको छैन भने सब्स्क्राइब गरी साथै छेउमा रहेको बेल आइकनलाई दबाई अलमा क्लिक गरी हामीसँग जोडिनु होला। अब आउनुस् पुरा समाचारतर्फ लागौं। दर्शक महानुभाव, ताप्लेजुङमा पहिरोले घर पुरिदा 4 जना घाइते। सिद्धुङ्गा गाउँपालिका 3 मा मंगलबार राति पहिरोले घर पुरिदा 4 जना घाइते भएका छन्। स्थानीय हस्तबहादुर कटुवालको घर पहिरोले पुरिदा उनी सहित उनकी श्रीमती ठकमाया छोरा जगत र छोरी सम्झना घाइते भएको स्थानीय मौसम सेलिङले जानकारी दिए। घरमाथिको कुलुप थुनिएर पहिरो खस्दा घर पुरेको हो। कटुवाल परिवारलाई छिमेकीले उद्धार गरेका थिए। घाइते मध्ये 3 जनाको अवस्था गम्भीर छ। उनीहरूलाई उपचारका लागि 5 थर लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ। दर्शक महानुभाव, अब आउनुस् अर्को समाचारतर्फ लागौं। भारी वर्षासँगै धनगढीका 2000 घरमा पानी पस्यो। आइतबारदेखि लगातार वर्षा हुँदा धनगढीका घर डुबानमा परेका छन्। डुबानमा पसेका 8 जनालाई प्रहरीले आज उद्धार गरेको छ। धनगढी उपमहानगरपालिका 13, श्रीलङ्काका 4 जना र धनगढीको बेली गाउँपालिका 4 जना गरी 8 जनाको उद्धार गरेको जिल्ला प्रशासन कार्यालय कैलालीले प्रशासकीय अधिकृत एवं सूचना अधिकारी शिवराज ओलीले जानकारी दिए। उनका अनुसार बेलीका सीताराम राणाको एकतले कच्ची घर डुबानमा परेपछि उनी सहित परिवारका 4 जनालाई उद्धार गरेर नजिकै रहेको आफन्तको घरमा सारिएको छ। त्यसैगरी धनगढी 13 श्रीलङ्काका एकै परिवारका 4 जनाको उद्धार गरेर नजिकैको आधारभूत विद्यालयमा राखिएको छ। सूचना अधिकारी जोशीले गए रातिदेखिको भारी वर्षाका कारण धनगढी उपमहानगरपालिकाका क्षेत्र झण्डै 2000 घरमा पानी पसेको बताएका छन्। दर्शक महानुभाव, अहिलेको समाचार यति नै रहेको छ। यदि तपाईहरुले हाम्रो च्यानललाई सब्स्क्राइब गर्नु भएको छैन भने सब्स्क्राइब गरी साथै छेउमा रहेको बेल आइकनलाई दबाई अलमा क्लिक गरी हामीसँग जोडिनु होला। अहिलेलाई भने तपाईहरु माझबाट छुट्टिन्छु। हस्त, धन्यवाद।